हेलो एभ्रिवान, देव स्प्रेडिङ नलेजमा स्वागत छ। मेरो नाम देव हो र यो च्यानलबारे मैले पहिला नै एउटा भिडियो बनाएर अपलोड गरिसकेको छु। यदि तपाईँले हेर्नुभएको छैन भने म डिस्क्रिप्सनमा लिङ्क राखिदिनेछु, तपाईँ त्यहाँ गएर हेर्न सक्नुहुन्छ। र आजको टपिक रहेको छ कम्प्युटर सिक्न डर लाग्छ, कम्प्युटर सिक्न कति पैसा लाग्छ, कम्प्युटर सिक्न कति समय लाग्छ र कम्प्युटरका केही मुख्य भागहरूको बारेमा म जानकारी दिनेछु। जस्तै माउस भनेको के हो, किबोर्ड के हो, सिपियु के हो, युपिएस के हो, अनि मोनिटर के हो, यिनीहरूका मुख्य कामहरू के हुन् भन्ने विषयमा म यो भिडियो बनाउँदैछु। अन्तिमसम्म हेरेर साथ दिनुहोला। धेरै मानिसहरू सोच्ने गर्छन् मलाई त कम्प्युटर आउँदैन होला, म कम्प्युटरको भाषा बुझ्दैन होला, म त 7-8 क्लासमा पढेर छोडेको, म कसरी सिक्ने, म त सक्दैन होला कम्प्युटर सिक्न, अनि इङ्ग्लिस टु इङ्ग्लिस बोल्नै पर्छ होला कम्प्युटर क्लासमा, कसरी जोइन गर्ने होला, के कस्तो प्रोसेस हुन्छ भन्ने सबैको मनमा डाउट चलिरहन्छ। त्यो डाउट क्लियर गर्नलाई मैले यो भिडियो बनाइरहेको छु। मलाई त आउँदैन होला भन्नेहरूको लागि है। तपाईँलाई मोबाइल चलाउन आउँछ भनेपछि अभियसली कम्प्युटर पनि चलाउन सक्नुहुन्छ के। कम्प्युटरमा होम स्क्रिन हुन्छ, डेस्कटप मोनिटर हुन्छ, मोबाइलमा पनि होम स्क्रिन हुन्छ। जस्तै मोबाइलमा एपहरू हुन्छन्, जस्तै फेसबुक, प्ले स्टोर, इन्स्टाग्राम, त्यस्तै एपहरू, सफ्टवेयरहरू कम्प्युटरमा हुन्छ कि। मोबाइलमा एप हुन्छ भने कम्प्युटरमा रहेकोलाई सबैलाई सफ्टवेयर भन्ने गरिन्छ। त्यस्तै तपाईँ फेसबुक चलाउन आउँछ, तपाईँले फेसबुकमा पोस्ट गर्नुभयो होइन, कसरी अपलोड गर्ने, कसरी स्टोरी लगाउने, त्यस्तै कम्प्युटरमा पनि हुन्छ, कसरी के प्रोसेस गर्ने भनेर है। मोबाइल चलाउन जान्नुहुन्छ भनेपछि अभियसली तपाईँ होइन कम्प्युटर चलाउन सक्नुहुन्छ। अनि म त 7-8 क्लासमा पढेको हो, मैले 8-9 क्लास पढेर छोडेको हो। मैले कम्प्युटर सिक्न चाहन्छु तर सिक्न पाउँछ कि पाउँदैन, 8 क्लास पढेकोले, 7 क्लास पढेकोले, 6 क्लास पढेकोले भन्ने एउटा सवाल हुन्छ। त्यो पनि म क्लियर गरिदिन्छु है। तपाईँ जतिसुकै पढ्नुहोस्, 8मा, 5मा, 6मा, 7मा, 10मा जति पढे पनि होइन, तपाईँले कम्प्युटर सिक्न पाउनुहुन्छ र सिक्न सक्नुहुन्छ। यदि तपाईँले मोबाइल चलाउन जान्नुहुन्छ भनेपछि कम्प्युटर सिक्न अभियसली सक्नुहुन्छ। यो पनि तपाईँको क्लियर भयो नै सर। त्यहाँ कम्प्युटर क्लासमा गएपछि त फ्लुएन्टली इङ्ग्लिस बोल्नुपर्छ होला, अनि इङ्ग्लिस टु इङ्ग्लिस कुरा गर्नुपर्छ होला, आउनै पर्छ होला, त्यस्तो केही छैन होइन। तपाईँलाई जनरली हेर्नु, तपाईँले नयाँ हेरेर त क्लासमा जानुभएको छ, तपाईँले आउँदैन त्यही भएर त सिक्न जाँदै हुनुहुन्छ, त्यही हो नि वास्तवमा भन्नुपर्दा होइन। स्कुल किन जान्छन् त? हामीलाई आउँदैन त्यो सिक्नलाई त जान्छन् त, हो त्यही हो। कम्प्युटर क्लासमा पनि त्यही गुरुहरू हुन्छन्, त्यही अनुसार सिकाउँछन् जुन तपाईँ स्कुलमा सिक्नुहुन्छ। अनि अर्को सवाल रहेको छ, पैसा कति लाग्छ होला त कम्प्युटर सिक्न? धेरैले सोच्ने गर्छन् हजारौँ खर्च गर्नु पर्ला। त्यस्तो केही हुँदैन है। म भनिदिन्छु कति पैसा लाग्छ, कति समय लाग्छ भन्ने कुरा अहिले भन्छु। पैसा कति लाग्छ त्यो भनिदिन्छु पहिला। पैसा कति लाग्छ भनेपछि होइन, तपाईँको गाउँठाउँमा रहेको इन्स्टिट्युट छ भनेपछि होइन, कम्प्युटर एकाडेमी छ भनेपछि तपाईँ त्यहाँ गएर जोइन गर्न सक्नुहुन्छ। अब कति पैसा लाग्छ भन्ने सवाल छ। पैसा कति लाग्छ भनेपछि होइन, कम्प्युटर कोर्स कुनै इन्स्टिट्युटमा 6 महिनाको हुन्छ, कुनैमा 4 महिना, कुनैमा 5 महिना, कुनैमा 3 महिना बेसिक कम्प्युटर कोर्स कम्प्लिट हुन्छ है। त्यो कोर्स अनुसार म कति पैसा लाग्छ म भनिदिन्छु। बेसिक कम्प्युटर कोर्सको 3 महिनाको भनिदिन्छु है। 3 महिनाको कुनैमा अब 3000को प्याकेज पनि हुनसक्छ, 4000को पनि हुनसक्छ, त्यो क्षेत्र अनुसार हुन्छ है। कम्प्युटर एकाडेमी अनुसार हुन्छ। जस्तै कुनै एकाडेमीमा 3 महिनाको कोर्स हुन्छ तर 1 महिनामा 1500 लिन्छन्, कुनैमा 800 लिन्छन्, कुनैमा 900, कुनैमा 1000, कुनैमा 1200, त्यस्तो हुन्छ। अब 3 महिनाको कोर्स छ, 3000को प्याकेज छ है। 3000को प्याकेज अब तपाईँ लिनुहुन्छ भनेपछि ठिकै छ, नत्र 1-1 हजार 1-1 महिनामा दिए पनि हुन्छ, त्यो तपाईँको इच्छा हो। अब कुनै महिनामा 6 महिनाको, कुनै क्लासमा 6 महिनाको कोर्स हुन्छ। 6 महिनाको कोर्समा कुनै इन्स्टिट्युटमा अफर पनि हुन्छ है। 6 महिनाको कोर्स छ, 1000 तपाईँको 1 महिना मासिक जान्छ भनेपछि होइन, 6 महिनाको अब एकमुष्टि दिन चाहेपछि होइन 5000 पनि हुनसक्छ, 1000 डिस्काउन्ट पनि हुनसक्छ। कुनै इन्स्टिट्युटमा अफर रहेको हुन्छ। त्यस्तै धेरै खर्च गर्नु पर्दैन। अनि यसमा समय कति लाग्छ भनेपछि कम्प्युटर क्लास जोइन गरेपछि समय कति लाग्छ? कम्प्युटर क्लास जोइन गरेपछि होइन,
कुनै कुनै इन्स्टिट्युटमा 1 घन्टा पनि हुने गर्छ र कुनै कुनैमा 1.5 घन्टा पनि हुनसक्छ है। 1 घन्टा त अनिवार्य हुन्छ। 1 घन्टा तपाईँले बिहान मतलब एउटा ब्याच मिलाउनुपर्छ। ब्याच खाली अनुसार सरहरूले भन्छन् यो ब्याचमा खाली छ, तपाईँ यो ब्याचमा जोइन गर्नुहोस्। त्यो कति बजे तपाईँको टाइम मिल्ने हो र कति बजे तपाईँ आफ्नो टाइम म्यानेज गरेर जान सक्नुहुन्छ क्लासमा, त्यही अनुसार त्यो टाइम लाग्छ है। म भनिदिन्छु 1 घन्टाको टाइम हुन्छ। 1 घन्टामा तपाईँले सिकाउनुहुन्छ, सरहरूले के सिकाउने हो त्यो तपाईँले बुझ्नु होला। 1 घन्टा लाग्छ है, एक दिनमा 1 घन्टा त्यसरी सिकाउँछन्। टाइम यति लाग्छ र कम्प्लिट हुन अब कसैमा 3 महिना र कसैमा 6 महिना, कसैमा 4 महिना हुने गर्छ बेसिक कम्प्युटर कोर्सको। अर्को कुरा के हो भने नि, कम्प्युटर सिक्न चाहनुहुन्छ तर सुरु कहाँबाट गर्ने, कसरी गर्ने भन्ने विषयमा तपाईँलाई नलेज छैन। धेरैले के गल्ती गर्छन् भनेपछि सिधै एक्सेल, टेली, प्रोग्रामिङबाट सुरु गर्छन्। तर सही सुरुवात के हो भनेपछि कम्प्युटर अन कसरी गर्ने, अफ कसरी गर्ने, माउस कसरी चलाउने, माउस भनेको के हो, किबोर्ड भनेको के हो, अनि फाइल फोल्डर कसरी बनाउने, नोटप्याड कसरी बनाउने, नोटप्याडमा कसरी काम गर्ने, टाइपिङ प्र्याक्टिस, इमेल, इन्टरनेट आदि यति आएपछि तपाईँ कुनै पनि कम्प्युटर कोर्स इजिली गर्न सक्नुहुन्छ र इजिली तपाईँ त्यो सिक्न सक्नुहुन्छ कुनै पनि कोर्स हो। आजको टपिकमा मैले यति तपाईँको डरहरू त सबै क्लियर गरिदिएँ। अनि आउनु बुझौँ माउसहरूको बारेमा। माउस, किबोर्ड, कम्प्युटरका केही मुख्य भागहरूको बारेमा म भन्न गइरहेको छु। माउस भनेको के हो, माउस केलाई भन्छन् त? माउस हेर्नुहोस् है, तपाईँ देख्न सक्नुहुन्छ, यसलाई माउस भनिन्छ। माउस है यो माउस। माउस भनेको कम्प्युटर चलाउन प्रयोग हुने इनपुट डिभाइस हो। माउसले हामीलाई स्क्रिनमा यो कर्सर यताउता गर्न मद्दत गर्छ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ, तपाईँ देख्न सक्नुहुन्छ, यो कर्सर है, कर्सर पोइन्ट भनिन्छ यसलाई। कर्सर यताउता मैले माउस यताउता गरिरहेको छु नि, हेर्नु माउस यसरी यताउता गरेपछि यहाँ होइन यी कर्सर कता कता जान्छ है, हेर्नु होला। अनि माउस बिना कम्प्युटर चलाउन एकदमै गाह्रो हुन्छ नि। फेरि माउसले के काम गर्छ त? माउसको यो लेफ्ट क्लिक बटन भन्छ यसलाई। लेफ्ट क्लिक गर्नलाई यो लेफ्टमा युज हुन्छ, अनि राइट क्लिक गर्नलाई राइट बटन युज हुन्छ, अनि तल माथि गर्नलाई कर्सर है। यो कर्सर डाउन, कर्सर अप गर्दा माथि हुन्छ, डाउन गर्दा तल हुन्छ। राइट क्लिकले राइट क्लिक हुन्छ, लेफ्ट क्लिकले लेफ्ट क्लिक हुन्छ। म डिटेलमा भन्ने छु। देख्न सक्नुहुन्छ तपाईँ स्क्रिनमा। यो मैले यो राइट यो यताको यो औँलाई यसरी समाउनुपर्छ। माउस यसरी समाउने, यसरी राइट क्लिक लेफ्ट क्लिक, राइट क्लिक लेफ्ट क्लिक। अब हेर्नुहोस् है, कुनै पनि फाइल अथवा फोल्डरमा लेफ्ट क्लिक गर्दा के आउँछ तल? लेफ्ट क्लिक गरेँ मैले, सिलेक्ट हुन्छ है। कुनै पनि फाइल सिलेक्ट गर्नलाई अथवा ओपन गर्नलाई होइन, म सिलेक्ट गरेँ एउटा यो सफ्टवेयर सिलेक्ट भयो, अनि म डबल क्लिक गर्छु, राइट क्लिक है, सरी लेफ्ट क्लिक म डबल क्लिक गर्छु होइन, ओपन हुन्छ यो। हेर्नु, डबल लेफ्ट क्लिक गरेपछि होइन ओपन हुन्छ यो सफ्टवेयर। कुनै पनि सफ्टवेयरलाई ओपन गर्नलाई होइन डबल क्लिक गरेपछि लेफ्ट है, लेफ्ट क्लिक डबल क्लिक गरेपछि ओपन हुन्छ। अनि यसैमा अब मैले लेफ्ट क्लिक गरेँ, सिलेक्ट हुन्छ। कुनै पनि लेफ्ट क्लिक कर्सर ढाक्नलाई लेफ्ट क्लिक गरिन्छ है। डबल क्लिक गरेपछि यहाँ हेर्नुहोस्, तपाईँ देख्न सक्नुहुन्छ यो कर्सर यहाँ छ, यो तल यहाँ ल्याउनलाई अब एकैचोटि डबल क्लिक गरिदियो भने यहाँ पुगिहाल्छ यस्तो। अनि राइट क्लिक गऱ्यो भने यसको डिटेल आउँछ, एडिट गर्ने अथवा जे पनि छ। यो राइट क्लिक गरेपछि यसरी आउँछ डिटेल, त्यसको मेन्यु खोल्छ होइन, के एडिट गर्न चाहनुहुन्छ डिटेलमा आउँछ। अनि यसलाई कट गरेर म हटाइदिन्छु है, नो गरिदिएँ। अनि डेस्कटपमा हेर्न सक्नुहुन्छ, राइट क्लिक होइन यो उताको है, यो उताको यो बटन राइट क्लिक गरेपछि है, यहाँ देख्न सक्नुहुन्छ डेस्कटपमा राइट क्लिक गरेपछि होइन यो डिटेल खोल्छ है, यो मेनु खोल्छ। अनि यसमा रिफ्रेस गर्ने, अनि ग्राफिक प्रोपर्टिज हेर्ने, ग्राफिक अप्सन्स, न्यू फोल्डरहरू बनाउनलाई यो फोल्डरमा जाने, अनि सर्टकट अनि धेरै छन्, एमएस वर्ड, एक्सेलहरू, अनि डिस्प्ले सेटिङ जस्तै वालपेपर चेन्ज गर्ने। यो म डिटेलमा पछि भिडियो बनाउने छु, तर अहिले माउसको बारेमा बुझ्नुहोस् है। लेफ्ट क्लिक के हुन्छ, अनि कुनै पनि फाइल अथवा फोल्डरमा यो राइट क्लिक गरेपछि यसको डिटेल आउँछ है। फेरि
यो डिटेलमा पछि सम्झाउने छु। अहिले म लेफ्ट क्लिक र राइट क्लिकमा अलिकति बुझाउँछु है। राइट क्लिक अनि लेफ्ट क्लिक त तपाईँले बुझिहाल्नुभयो। अनि यो माउसको यो 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 बटन कसरी काम गर्छ, के काम गर्छ भन्दाखेरि यहाँ तपाईँ देख्न सक्नुहुन्छ। म एक्सेलमा छु अहिले। एक्सेलमा मैले मेरो डाटा छ पहिलेदेखि होइन। अब यति मात्रै देखाएको छ मलाई। यहाँदेखि तल पनि मेरो डाटा छ, तल जानलाई होइन। यो यो कर्सर डाउन है तल जानलाई, माथि जानलाई कर्सर अप। हेर्नुहोस् है, यो मैले कर्सर डाउन गरेँ, तल गइरहेको छ। हेर्नुहोस् यहाँ देखाउँछ तपाईँले तल कति गइरहेछ। डाउन, कर्सर डाउन गरिरहेको छु है मैले। तपाईँले यहाँ नम्बर पनि देखाइरहेको छ कति तल आइसक्यो भनेर। अनि कर्सर अप गरेपछि हेर्नुहोस् है माथि जान्छ साथीहरू। यसरी यो माउसको बारेमा त मैले तपाईँले भनिदिएँ है। अनि किबोर्ड भनेको के हो त? किबोर्ड भनेको यो है साथीहरू, यसलाई किबोर्ड भन्छन्। देख्न सक्नुहुन्छ है किबोर्ड, सरी किबोर्ड। किबोर्ड भनेको कम्प्युटरमा अक्षर, अङ्क, कमान्ड टाइप गर्न प्रयोग हुने इनपुट डिभाइस हो। सरल शब्दमा भन्नुपर्दा किबोर्ड बिना कम्प्युटरमा लेख्न सम्भव हुँदैन। किबोर्ड कम्प्युटरको लेख्ने हात हो र माउस आँखा हो। जस्तै हाम्रो आँखाहरू छ नि, हामीले आँखाले देख्न सक्छौँ, त्यस्तै कम्प्युटरमा पनि माउसले हेर्छ के। जस्तै कर्सर यो, अब यो हेर्नलाई यहाँ पुग्यो, हेर्नुहोस् है। अब एन्डमा यो कर्सर गयो मतलब यो हेरिरहेछ माउसले, यस्तो। अनि यसको बारेमा म डिटेलमा एउटा भिडियो बनाइसकेको छु। म केही 2-4 दिनमा अपलोड गर्दैछु किबोर्डको बारेमा है। यसको अलग्गै छ, यो कुन के हो, कसरी युज हुन्छ, यसको अलग्गै मैले भिडियो बनाएको छु। यसको पनि 1-2 दिनमा अपलोड गर्छु म। अनि सिपियु केलाई भन्छन् त? सिपियु भनेको के हो हेर्न सक्नुहुन्छ साथीहरू। यो सिपियु हो। मेरोमा यहाँ सानो सिपियु छ डेल कम्पनीको है। अनि कसैको ठुलो पनि हुन्छ, मेरो सानो सिपियु छ। यसलाई सिपियु भन्छन् है। सिपियु भनेको कम्प्युटरको दिमाग हो। जस्तै हाम्रो दिमाग हुन्छ नि, दिमागमा सबै सेभ हुन्छ, त्यस्तै यो सिपियु हो। सिपियुमा सबै सेभ हुन्छ। अनि कम्प्युटरले गर्ने सबै काम सिपियु भित्रै हुन्छ है। अनि फाइल खोल्ने, सफ्टवेयर चलाउने, भिडियो चलाउने सबै काम सिपियुले गर्छ। सिपियु बिना कम्प्युटर चल्दैन है। सिपियु बिना कम्प्युटर चल्दैन। तपाईँले बुझ्नुभयो होला भन्ने म आशा गर्दछु। अनि युपिएस केलाई भन्छन् त? युपिएस यो है, युपिएस यो ब्याकअपको लागि हुन्छ। युपिएस भनेको बिजुली गएको बेला कम्प्युटरलाई केही समयसम्म चलाइराख्ने ब्याकअप डिभाइस हो। पावर कट हुँदा युपिएसले कम्प्युटर बन्द गर्न समय दिन्छ। अनि यसले कम्प्युटरलाई अचानक बन्द भएर बिग्रिनबाट जोगाउँछ। यसले ब्याकअपको काम गर्छ है कम्प्युटरमा। अनि मोनिटर केलाई भन्छन् त? मोनिटर भनेको यो है साथीहरू, यो मोनिटर है, यो मोनिटर, यसलाई मोनिटर भन्छ यसलाई। अनि स्क्रिनमा जो देखिरहेको छ यसलाई पनि मोनिटर नै भन्छ, होम स्क्रिन पनि भन्छ, अनि डेस्कटप पनि भनिन्छ। तर मोनिटर भनेको यो है, कम्प्युटर भन्छन् सबैले, कम्प्युटर मोनिटर हो यो। अनि मोनिटर भनेको कम्प्युटरको स्क्रिन हो है साथीहरू। तपाईँले देख्न सक्नुहुन्छ यो मोनिटर भनेको स्क्रिन। कसैले यसलाई मोनिटर पनि भन्ने गर्छ, अनि डेस्कटप पनि भन्ने गर्छ। तर डेस्कटप भन्ने पनि हुन्छ, मोनिटर भन्ने पनि हुन्छ है, कम्प्युटर भन्ने पनि हुन्छ। मोनिटर भनेको कम्प्युटरको स्क्रिन हो। कम्प्युटरभित्र भइरहेको छ सबै कुरा मोनिटरमा देखिन्छ। कम्प्युटरभित्र के भइरहेको छ सबै कुरा मोनिटरमा देखिन्छ। जस्तै मोबाइलमा देखिन्छ, तपाईँले के भिडियो हेरिराख्नु भएको छ, अडियो चलाइराख्नु भएको छ, जे पनि छ, त्यस्तै यो कम्प्युटरमा पनि देखाइरहेको छ। यसलाई चाहिँ स्क्रिन भन्छ है, मोनिटर। अनि मोनिटर बिना कम्प्युटर देख्न सकिँदैन। यो मोनिटर बिना अनि कम्प्युटर देख्न सकिँदैन है साथीहरू, बुझ्नु होला। मोनिटर, किबोर्ड, युपिएस, सिपियु र माउसको बारेमा हामीले बुझ्यौँ। अनि यो माउसको तल राखेको माउस प्याड हो है साथीहरू। माउस प्याड जहिले पनि माउस राख्दाखेरि माउस प्याड माथि नै राख्नु होला, नत्र यो बिग्रिन्छ, राम्रोसँग काम गर्दैन कर्सरले है। अनि कम्प्युटर र सिपियु अन अफ कसरी गर्ने त? कम्प्युटर, सिपियु, युपिएस अन अफ कसरी गर्ने त? अन गर्नलाई हेर्नु होला, म पहिला यसलाई सटडाउन गर्छु।
डन गर्छु है एकछिन। कुनै पनि सफ्टवेयरलाई फलो गर्नुहोस्। सबै सफ्टवेयर मैले बन्द गरिदिएँ हैन। सटडाउन गर्नुभन्दा पहिला अगाडि हैन सबैले ध्यान गर्नु होला। सटडाउन गर्नुभन्दा पहिला जुन पनि तपाईले सफ्टवेयर ओपन गर्नुभएको छ त्यो सबै क्लोज गर्नु होला हैन। अनि त्यसपछि मात्र सटडाउन गर्नु होला, नत्र बिग्रिन्छ यो है। अब म तपाईलाई देखाउँछु सटडाउन कसरी गर्ने। सिस्टम सटडाउन यहाँदेखि गर्ने है। स्टार्ट बटनमा गएर क्लिक गरेर अनि यहाँ पावर बटन आउँछ, पावर बटनमा क्लिक गरेर अनि सटडाउनको अप्सन छ है। सटडाउन गर्ने यसरी सटिङ डाउन। सटडाउन एनिवे गरिदिन्छु म, भइरहेको छ। सटडाउन भयो है साथीहरु। ल अनि मैले युपीएस पनि बन्द गरिदिएँ, ब्याकअपको लागि थियो। सीपीयू अलरेडी बन्द छ मेरो है। यहाँदेखि मैले बन्द गरिदिएँ बोर्डदेखि, चार्जिङ बोर्डदेखि। अब सीपीयू कम्प्युटर कसरी रन गर्ने त। यदि तपाईको यो सीपीयू को ज्याक जुन छ नि, यो केबल यसमा लागे, चार्जिङ केबल यसमा लागेको छ युपीएस मा भनेपछि, युपीएस मा लागेको छ भनेपछि तपाईले युपीएस चालु गर्नु। पहिला त हैन, तपाई चार्जिङ बोर्डबाट यसरी अन गर्नुहोस्। यसरी अन गरेपछि युपीएस मा लाइट आउँछ यसरी है। युपीएस मा लाइट आउँछ। यदि तपाईको युपीएस कनेक्टेड छ भनेपछि, युपीएस छैन भनेपछि डाइरेक्ट तपाईको कम्प्युटर अन भइहाल्छ। युपीएस छ है मेरो त, मैले युपीएस अन गरे यसरी यो बटनबाट। अन भएपछि ग्रीन लाइट जल्छ यसरी, अन भयो। अनि सीपीयू छ, सीपीयू मा पनि लाइट आएको र अनि लाइट आइरहेको छ। अनि मोनिटरमा पनि आउँछ एकछिनमा। ल आइसक्यो। मेरो त डाइरेक्ट छ है, त्यही भएर अन भइहाल्यो। यदि तपाईको यसरी अन भएन भनेपछि तपाईले सीपीयू मा पावर बटनमा गएर यसरी पावर बटन यसरी दबाउनु पर्छ है, अनि बल्ल अन हुन्छ। मेरोमा त डाइरेक्ट छ, अन भइहाल्यो। त्यो कन्टिन्यू F1 भनिरहेको छ, मैले F1 प्रेस गरिदिएँ है। ल मेरो अन भइसकेको छ। कम्प्युटर अन भयो है मेरो। एन्टर गर्छु म। एन्टर गरेपछि अनि मेरो पासवर्ड हाल्नु भनेको छ, पासवर्ड हालेँ मैले है। पासवर्ड हाले, अन भयो। यसरी अन हुन्छ। अनि पहिला युपीएस को स्विच अन गर्नुहोस्। अनि त्यो तपाईलाई सबै देखाइसके है। अनि त्यसपछि अफ कसरी गर्ने, अफ कसरी गर्ने भन्दाखेरि म तपाईलाई अघि देखाएकै थिएँ। अब फेरि देखाउँछु। अब अलि स्पष्ट बुझ्नु हुनेछ भन्ने आशा गर्दछु। कम्प्युटर बन्द गर्न पहिला स्टार्ट मेनुमा जाने, यहाँ जाने। यो कर्सर देख्न सक्नुहुन्छ। स्टार्टमा जाने, स्टार्ट मेनुमा क्लिक गर्ने अनि पावर बटन आउँछ, पावर बटनमा क्लिक गर्ने अनि सटडाउन गर्ने। रिस्टार्ट गर्ने भए जस्तै फोन रिस्टार्ट गर्नुहुन्छ नि, धेरै ह्याङ चलेपछि यताउति भएपछि, अनि त्यही भएर त्यस्तो यसमा पनि छ अप्सन। अनि तपाई सटडाउन पनि गर्न सक्नुहुन्छ, स्लिप पनि, लक पनि। मलाई अहिले सटडाउन गर्नु छ, सटडाउन गरिदिए। सटडाउन यसरी गरिन्छ है साथीहरु। यो सटडाउन गर्नुभयो है। कहिले पनि तपाईले डाइरेक्ट बन्द नगर्नु होला। डाइरेक्ट बन्द गरेपछि कहिलेकाहीँ ब्लास्ट पनि भइदिने गर्छ कम्प्युटर है। गरम भएको हुन्छ नि त काम गर्दा गर्दै। सफ्टवेयरहरु बन्द नगरेर अनि त्यो सटडाउन गर्न कोसिस गर्नुभयो भने कहिलेकाहीँ यस्तो पनि हुन्छ, ध्यान गर्नु होला तपाई। यो मैले सटडाउन गरिसके। त्यसपछि तपाईले युपीएस बन्द गर्नु पर्ने हुन्छ। युपीएस बन्द गर्नुभयो है। युपीएस बन्द गर्नुभयो अनि तपाईले यहाँ कहिले पनि ध्यान गर्नु होला, कम्प्युटर सटडाउन गर्नुभन्दा पहिला डाइरेक्ट यहाँ स्विचदेखि बन्द नगर्नु होला, किनकि ब्लास्ट हुन पनि सक्छ, मैले अघि नै भनिसकेँ। अनि लास्टमा अनि यो बन्द गर्नु होला। सबै बन्द भइसकेपछि यसरी बन्द हुन्छ साथीहरु। कम्प्युटर गाह्रो होइन, सुरु गर्ने तरिका थाहा नभएकालाई गाह्रो लागेको हो। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला। धन्यवाद।